हेलो स्वागत छ मेरो मिनी ब्लगमा। हामी चाहिँ टक्क देखिसक्नुभयो, टक्क होली लाएर चाहिँ यस्तो छपक्क ढाकिएको अवस्था छ हैन। होलीले गर्दाखेरि एकदम होलीको माहौलमा एकदम भिजिरहेको छौँ हैन। टक्क धौलागिरी गाउँपालिका 3 फलिया गाउँको स्थानीय युवा भएर पनि आज ह्याप्पी होली गाइज। टक्क लाएर हामी मुनातिर आएको। मुना आएर चाहिँ सबैसँग सोल्टीहरूसँग दाइ दिदीसँग हैन सबैसँग होली खेलियो। टक्क अब अहिले चाहिँ ठ्याक्कै बजिसक्यो, टाइम त भइसक्यो हैन। भएन टाइम चाहिँ भइसक्यो, हुन लागिसक्यो। अब 4:50 भइसक्यो। 4:50 भएको दृश्य हो यो चाहिँ। टक्क देख्न सक्नुहुन्छ यो हाम्रो फलिया गाउँ है। कहाँ हो भन्नु होला, टक्क फलिया गाउँको माथि डर र मुनाको दोसाट सिमानामा हो हामी चाहिँ। यो साइड देख्न सक्नुहुन्छ मुना गाउँ, त्यसपछि अब यो साइड हाम्रो गाउँ। टक्क ह्याप्पी होली अल है। सबैजना देश तथा विदेशमा छाएर बसिरहनु भएका दाजुभाइ तथा दिदीबहिनी, बुवा आमा, आफन्तजन, इष्टमित्रहरूमा ह्याप्पी होली भन्न चाहन्छु। ल ओके बाबा, सी यू। आज चाहिँ पहाडी होली हो, होली चाहिँ तराई होली हुन्छ हैन। नेक्स्ट पार्ट आउने छ अर्को भ्लगमा। अहिलेलाई ल केही भनिदेऊ नि त, ल केही भनिदेऊ नि त। ह्याप्पी होली भन्ने यताउति। ल ल ह्याप्पी होली अल्ला, ल ह्याप्पी होली है। ल ल गाइस, ल ह्याप्पी होली। केही 2-4 शब्द भनिदिनु। देश तथा विदेशमा छाएर बसिरहनु भएका सबैजनालाई ह्याप्पी होली। देश विदेशबाट हेर्दै हुनुहुन्छ भने यो चाहिँ फलेगा गाउँबाट दलमन भ्लगबाट चाहिँ सबैजनालाई ह्याप्पी होली गाइस। ल ओके, किप वाचिङ गाइस। टक्क लाइक सेयर कमेन्ट गरिदिनु होला। अहिलेलाई यो भ्लगबाट म धेरै भन्न चाहिनँ। अहिलेलाई यो भ्लगबाट बिदा चाहन्छु। तपाईँको आफन्तजन, छोरा भतिजा, दाइ भाइ दमन भ्लगमा उपस्थित भइदिनु होला। ओके बाई, सी यू।